Hello. Namaskar and konnichiwa. Welcome back to Sahasi Yatri. फेरि एउटा अर्को एपिक भ्लग लिएर म आएको छु। आज हामी कानागावादेखि यामानाशीसम्मको रोड ट्रिपमा जाँदैछौँ। आज बिहानै कानागावाको योकोहामाबाट हाम्रो यात्रा सुरु भएको छ। आजको प्लान चाहिँ हाकोने हुँदै यामानाकाको अनि यामानाकाकोबाट कावागुचीकोसम्म पुग्ने रहेको छ। बाटोमा कस्ता कस्ता रमाइला ठाउँहरू भेटिन्छन्, कस्तो सिनरी देखिन्छ अनि हाम्रो आजको यात्रा कस्तो हुन्छ, त्यो सबै तपाईहरूले यो ब्लगमा हेर्न सक्नुहुन्छ। त्यसैले भ्लगलाई अन्तिमसम्म हेर्नुहोला। अब सुरु गरौँ हाम्रो आजको जर्नी। सबैभन्दा पहिले हामी हाकोनेको प्रसिद्ध ठाउँ हाकोने नो बुराङ्कोमा आइपुग्यौँ। यहाँबाट हाकोनेको सुन्दर लेकको भ्यू र पछाडि देखिने ब्युटिफुल माउन्ट फुजीको दृश्य एकैसाथ देख्न सकिन्छ। यहाँ केही समय बसेर स्विङमा रमायौँ। अनि केही राम्रा फोटोज पनि खिच्यौँ। वरिपरिको एकदमै सफा र फ्रेश हावाले मलाई साँच्चीकै निकै फ्रेश फिल गरायो। त्यसपछि हामी लाग्यौँ हेवानो तोरीतिर। लगभग 20 मिनटको ड्राइभ पछि हामी हेवानो तोरी आइपुग्यौँ। यो स्पट हाकोनेको एकदमै फेमस फोटो स्पट हो। यहाँ करिब 1 घण्टा लाइनमा बसेपछि बल्ल हाम्रो फोटो खिच्ने पाला आयो। त्यसपछि हामीले यहाँ केही राम्रा फोटोज र भिडियो क्लिप्स पनि खिच्यौँ। तपाईहरू पनि हाकोने घुम्न आउनुभयो भने यहाँ फोटो खिच्न चाहिँ नछुटाउनु होला। हेवानो तोरीको रमाइलो एक्सपिरियन्स पछि अब हामी लाग्यौँ ओवाकुदानीतिर। हेवानो तोरीमा करिब 1 घण्टा लाइनमा बसेकाले हाम्रो अलि धेरै टाइम त्यहीँ बित्यो। त्यसैले तपाईहरू पनि यहाँ फोटो खिच्ने प्लानमा हुनुहुन्छ भने सम्भव भएसम्म बिहानै आउनुहोला। अनि यहाँ एउटा राम्रो टिप पनि छ। पाइरेट बोटलाई बीचमा पारेर फोटो खिच्दा एकदमै राम्रो पिक्चर आउँछ। त्यसैले टाइमिङ मिलाएर फोटो खिच्नु भयो भने अझै राम्रो शट पाउन सकिन्छ। ओवाकुदानी जाने क्रममा हामी 2 घण्टाभन्दा बढी ट्राफिक जाममा पर्यौँ। आफ्नै गाडीमा आउँदै हुनुहुन्छ भने पार्किङको समस्या हुन सक्छ। त्यसैले पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्नु राम्रो हुन्छ। अन्ततः हामी ओवाकुदानी आइपुग्यौँ। फाइनली हाम्रो गाडी पार्क गरिसकेपछि हामीले हाकोनेको निकै फेमस ठाउँ ओवाकुदानीको साइड सीन गर्यौँ। करिब 3000 वर्ष अघि माउन्ट हाकोनेको भल्क्यानिक इरप्सनबाट बनेको यो एरिया आज पनि एक्टिभ भल्क्यानिक एरियाको रूपमा चिनिन्छ। यहाँबाट निस्किरहेको भल्क्यानिक स्टिम, सल्फरको गन्ध र पहाडबाट निस्किरहेको धुवाँले ओवाकुदानीलाई अरू ठाउँभन्दा बिल्कुलै फरक बनाएको छ। अनि हाकोने रोपवेबाट ओवाकुदानीतर्फ आउँदा माथिबाट देखिने यो भल्क्यानिक ल्यान्डस्केप झन् स्पेक्टाकुलर देखिन्छ। मौसम खुलेको दिनमा यहाँबाट माउन्ट फुजीको ब्युटिफुल भ्यू समेत देख्न सकिन्छ। ओवाकुदानी आएपछि यहाँको फेमस ब्ल्याक एग चाहिँ कसरी छुटाउनु? यसलाई कुरो तामागो भनिन्छ। ओवाकुदानीको सल्फरस हट स्प्रिङमा पकाउँदा सेल कालो हुन्छ। यहाँको लोकल लेजेन्ड अनुसार एउटा ब्ल्याक एग खाँदा आयु 7 वर्ष बढ्छ अरे। ओवाकुदानीका सबै कुरा एक्सप्लोर गरिसकेपछि अब हामीले हाकोनेको यात्रा यहीँबाट सक्ने निर्णय गर्यौँ। हेवानो टोरीमा करिब 1 घण्टा लाइन बस्नुका साथै ओवाकुदानी आउँदा 2 घण्टाभन्दा बढी ट्राफिक जाममा परेकाले हाम्रो धेरै समय त्यहीँ बितिसकेको थियो। त्यसैले हाकोनेका अरू ठाउँहरूलाई अर्को पटकका लागि छोडेर अब हामी यामानाशीको यामानाकाको तर्फ लाग्यौँ। बाटोमा गाडी चलाउँदै गर्दा देखिने ब्युटिफुल माउन्ट फुजी र हाकोने रोपवेका सिनरी हेर्दै हाम्रो यात्रा अगाडि बढिरह्यो। अब हेरौँ यामानाकाकोमा हामीलाई कस्तो एक्सपिरियन्स मिल्छ। यामानाकाको जाने क्रममा कानागावाको यो उकालो पहाडी बाटो पनि पार गर्नु पर्यो। बाटो यति स्टिप थियो कि ड्राइभ गर्न मलाई पनि अलि गाह्रो भइरहेको थियो। अन्ततः त्यो लामो उकालो बाटो पार गरेपछि हामी आइपुग्यौँ यामानाकाको प्यानोरामा भ्यूमा। एक्कासी हाम्रो आँखा अगाडि देखियो सुन्दर यामानाकाको लेक र त्यसको पछाडि उभिएको माउन्ट फुजी। साँच्चीकै यो भ्यूले मन नै फुरुङ्ग बनाइदियो।
यामानाकाको प्यानोरामा भ्यूबाट माउन्ट फुजी र यामानाकाको लेकको यो शानदार दृश्य निहालिसकेपछि अब हामी लाग्यौं यामानाकाको लेकलाई अझ नजिकबाट अनुभव गर्न। करिब 20 मिनेटको ड्राइभपछि अन्ततः हामी आइपुग्यौं यामानाकाको लेक। यहाँ आइपुग्ने बित्तिकै वरिपरिको शान्त वातावरण र अगाडि देखिएको माउन्ट फुजीको सुन्दर दृश्यले हाम्रो मन नै रमायो। त्यसपछि हामीले केही समय यहीँ बितायौं, फोटो खिच्यौं, भिडियो क्लिप्स बनायौं अनि लेकको पानी छोएर पनि रमाइलो गर्यौं। प्यानोरामा भ्यूबाट टाढाबाट देखिएको माउन्ट फुजीलाई अब यहाँबाट अझ नजिकबाट हेर्ने मौका पायौं। यात्रा गर्दा लागेको थकान पनि यो सुन्दर सिनरी हेर्दै गर्दा बिस्तारै हराउँदै गयो। साँच्चीकै यामानाकाको लेकमा बिताएको यो समय हाम्रो आजको यात्राको सबैभन्दा रमाइलो मोमेन्ट मध्ये एक बन्यो। यामानाको लेकलाई यहीँ छोडेर अब हामी हाम्रो अन्तिम स्पट कावागुचीतर्फ लाग्यौं। कावागुचीबाट माउन्ट फुजी अझ नजिक र साँझपख एकदमै क्लियर देखिने भएकाले हामी एक्साइटमेन्टका साथ अगाडि बढिरहेका थियौं। If ever I had a video, would you dance? यामानाको लेकबाट करिब 30 मिनेट ड्राइभ गरेपछि अन्ततः हामी हाम्रो फाइनल स्पट कावागुची आइपुग्यौं। तर यहाँ आइपुगेर जे देख्यौं त्यो हामीले एक्सपेक्ट गरेको भन्दा पनि सुन्दर थियो। सनसेट भइसकेपछि पनि माउन्ट फुजीमा लागेको हिउँ एकदमै क्लियर देखिन्थ्यो। लाग्थ्यो माउन्ट फुजीले आफैलाई मेकअप गरेर अझ सुन्दर बनाएर हाम्रो अगाडि उभिएको छ। केही सुन्दर यादहरू क्यामेरामा कैद गर्यौं अनि यही सुन्दर दृश्यलाई मनमा बोकेर हामी फर्किने निर्णय गर्यौं। आजको हाम्रो वन डे ट्रिप यतिमै सकिएको छ। यो एक दिनमा हामीले धेरै ठाउँहरू कभर गर्न नसके पनि केही प्रसिद्ध र सुन्दर स्पट्सहरूको याद भने सँगाल्न सफल भयौं। अनि अहिलेसम्म यो यात्रामा मसँगै बसेर अन्तिमसम्म साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। यस्तै अझ इन्ट्रेस्टिङ र रमाइला यात्राहरू लिएर म फेरि आउनेछु। त्यसैले मेरो YouTube च्यानल साहसी यात्रीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको एउटा कमेन्ट र सब्स्क्रिप्सनले मलाई यस्तै भिडियोहरू बनाउन अझ धेरै मोटिभेसन दिन्छ। फेरि अर्को यात्रामा भेटौँला। गुड बाई, गुड डे।